दाइ तपाईँले होइन तपाईँले हरेक सामान सबै लिने तपाईँ नै हो कि ल भने तपाईँले सबै तपाईँले बिडी कि हरेक कुरा तपाईँ सब तपाईँले झाँदैन भन्नु न। अब तपाईँले भाइलाई मिलाएर दिन सक्दैन, तपाईँलाई पनि सामानहरू म ल्याइदिइहाल्छु नि, दिँदैन त होइन बिस यसरी खाडो खोल्दाखेरि त पुरै भ्याटै भ्याट हुने मसँग कोरेक्स र भ्याट सबैलाई एक बिरुवा खुवाउँदै 2टा खुवाइदिनु पठाइदिनु। अनि म थोरै दिन आधी दिन न त्यो अघि सेतो हौ त्यहाँ मलाई अघि मैले उ गराएन ए आधी बरु म त तिमीलाई 100 रुपियाँ दिन्छु यार, मलाई एउटा लिँदैन त अहिले म उतै होइन दिन्छु 100। कोही परि मान्छे हेरेर कुरा गरेर त्यही भएर उता जाउँ भनेको यहाँ नझिकाल्नु त दाइ। मलाई भित्र बसेर म 2 वर्ष कारागार बसेर अस्ति बस्ने छेउमा कारखानामा के हो कारागार भनेको त जेल तपाईँ अब कसो नभने तपाईँ जेल जान्छ 2 वर्ष बसेर अस्ति बस्ने सिरा ल दाइ खोइ ल दिनु त ए म 100 रुपियाँ दिन्छु त्यो उस गर्नु म 400 चाहियो अहिले तँ चाहियो फेरि चेन्ज छैन नि म 400 दिन्छु ल त्यसो भए पहिला 2टा दिनु दिन्छु आम्मा कसो दिन्छु भने बुझ्छ आउनु त त्यही चेन्ज ए गरिदिउँला भनेको तिमी पनि चियाको तिर्छु त्यो ओर्जी हो कि होइन ल तिमी आफै भन न आई पाम हो क्या नाइट्रेस पाम भनेपछि ओरिजिनल हुँदैन कस्तो मलाई भित्र यो ओरिजिनल हो एन्टेन लेखेको छैन कि यसमा एन्टेन भित्रपट्टि ट्याब्लेटमै लेखाएको साथी एन्टेन लेखेको हुन्छ कि यसमा हुन्छ कि यही हो नि कस्तो कहिले खोलेर त एकछिन हेर ल कस्तो खोल्नै पर्दैन ल एकचोटि खोल्नु त ल म 100 रुपियाँ दिएर तँ लान्छु ल भित्र एन्टेन भनेर लगेज राखेँ अनि अघि चाहिँ अर्कै देखाएको थियो तपाईँले यही हो नि कस्तो ल अहिले ल त्यो देखाउनु त ल हेर त विश्वास चाहिँ गर्दैन रहेछ तिमी साथी विश्वास भयो के लेखाएको छ यो के लेखाएको छ यो नाइट्रेस पाम यही त हो नि अनि यसो न अघि